हुनुहुन्छ होला र आज ब्लग फेरि आइसकेको छ आफ्नो नयाँ ब्लग लिएर। आजको ब्लगमा चाहिँ हामी जानेछौँ साइक्लिङ। अब साइक्लिङ भनेपछि हजुरले स्टन्ट त ढुक्कै सोच्नुभयो होला। त्यसै गरेर हामीसित चाहिँ 3टा साइकल छ। यो एउटा स्टन्ट बाइक ब्लेजको, अनि यो हाम्रो जेन इभाको BMX र एउटा मार्लिन 7 छ। मार्लिन 7 चाहिँ अहिले उता छ, अहिले हजुरलाई पछि देखाउनेछौँ। त्यही हो आजको ब्लगमा, मजा आउनेछ, हेरिराख्नु होला लास्टसम्म। हेलो, अब हामी अहिलेको इन्ट्रोले बुझिसक्नुभयो होला, हामी चाहिँ साइक्लिङ गर्न जानेछौँ। अब चाहिँ हामी खेततिर यसो हेरेको भ्यू हेर्नको लागि, त्यही हो होइन। अब हामी भ्यू हेर्नको लागि साइकलमा निस्किसकेका छौँ, हेर्न सक्नुहुन्छ। अब जानु के हुन्छ। ल अब चाहिँ मैले यसो स्टन्ट उइली गरेर देखाउने छु। डट जम्पवाला फ्रेम भएको, एल्युमिनियम फ्रेम भएको, हेर्नु होला स्टन्ट।
गाइज अब सिक्दैछु म स्टन्ट। अब गियरमा नि BMX-मा त गई आउनु, गियरमा चाहिँ अलिअलि उइली सिकेछु, त्यही हो। अब स्टन्ट हेरिहाल्नु भयो होला, केही आउँदैन, त्यही पनि लाइक कमेन्ट सेयर गरिदिनु होला। अब पुरानो भिडियोमा नि माया देखाइदिनु भयो, यो भिडियोमा नि देखाइदिनु होला। अब राणा भाइ भन्ने मेरो साथी हो नि चाहिँ हेर्न सक्नुहुन्छ, त्यही हो। अब बहुत गर्मी हो बुटोलमा चाहिँ, म बुटोलमा आइसकेँ, बहुत गर्मी छ बहुत। अब चिसो पानी खानु जानु पर्यो घरतिर, घरमा भेटौँ है गाइज। अब चाहिँ घर आएर म पानी खानु लाग्यो, त्यही हो होइन, पानी पनि खाइयो। अब ग्राउन्डमा बल खेलिरहनु होला। अब हामी ग्राउन्डमा जान लाग्यो, यसो ग्राउन्डमा गएर हेरौँ कति मजा आयो। आज चाहिँ पसिनै पसिना भयो, ग्राउन्ड गएर हेरौँ है त। ग्राउन्डसम्म गएको बाटोको टाइम ल्याप्स हेर्नुहोस्। चाहिँ तल जान लाग्यो म, तलतिर आज चाहिँ ठुलबाकोमा भात खानु, त्यही भएर आज चाहिँ तल जान लाग्यो त्यहाँ ठुलबाको घर। अब हेर्नु बाटोभरिको म टाइम ल्याप्स देखाउने नै छु हजुरलाई। अब त्यही हो, आजको दिन चाहिँ मजा आयो। अब टाइम ल्याप्स हेर्नु, इन्जोय गर्नु। हामी चाहिँ पुगिसक्यौँ भर्खरै, त्यहाँ हेर्नु कुकुर भुक्दैछ। अब हेर्नुहोस् भ्यू, हेर्नुहोस् यताको पनि कस्तो छ, खतरावाला गार्डनवाला छ, दामी भ्यू चाहिँ। आँपको बुटोमा चाहिँ आँप पनि फलेको थियो, अहिले त भइसकेछ। फुल हेर्नुहोस्, यता चाहिँ यो गार्डन हो, अहिले चाहिँ अलि फोहोर भएर रहेछ। अनि हेर्नुहोस् यता कुलो, घर अगाडिको कुलो, फुलहरू। जेम्बो, जेम्बो, उसको नाम चाहिँ जेम्बो अरे। यता हेर्दा मेरो जेम्बो भाइ, ससुरो जेम्बो मेरो भाइ। गाइज गाइज अब चाहिँ हामी पछाडितिर जान लाग्यो। पछाडितिर चाहिँ एकदम गाउँको भाइब छ के, बुटोलमा पनि यस्तो गाउँको भाइब छ होइन। हेर्नुहोस् यस्तो छ, बुटोलमा पनि यस्तो भाइब त खत्रै हो नि। हेर्नुहोस् गोठ छ, हेर्नु गोठ, भैँसी छ, चाहिँ बाख्रा पनि छ। हेर्नुहोस् दुईवटा खान बोकाहरू, यस्तो छ, यस्तो गाउँको भाइब्स यस्तो। त्यही हो गाइज, अब चाहिँ खाना खान लाग्यो। अब खानाको मैले एउटा फोटो हालिदिन्छु, हेर्नु होला। चाहिँ खाना खाएर म घर गएर अनि चाहिँ अब सुत्छु। अब त्यही हो, आजको दिन चाहिँ रमाइलो गयो। स्टन्ट कस्तो लाग्यो भनिदिनु होला, र फेरि लाइक सेयर कमेन्ट गरिदिनु होला। यस्तै नै रोमाञ्चकहरू आउने नै छ भ्लगहरू, त्यही हो। अब आजको लागि चाहिँ बाई है।